ल गाइस हामीले मोबिलको अब गरम हामीले फिल्टर मोबिल फिल्टर जोड्दैछौँ। ल हेर्नुहोस् राम्रोसँग यसरी मोबिल फिल्टर जोडिन्छ। टाइट गर्नु न। ल हेर्नुहोस् हामीले यहाँ एउटा भ्लग बनाउँदैछौँ, अर्को बाइक पनि बनाउँदैछौँ। एकै ठाउँ छ दुईटै जति ठाउँमा भए पनि हुन्न क्या, अब घोटियो के बोर एउटा रिङ निकाल्नु त म बताइदिन्छु। होइन बोर गर्ने हो क्या छोटबिरो रोक्नु म देखाइदिन्छु। महेन्द्रले अर्कै सोचेछ कि म देखाउँछु है। ग्याप जसरी हुन्छ क्या त्यो खै बोला खै यति ग्याप हुन्छ क्या यसले। ग्याप छ देख्नुभयो यता हेर्नु कहाँ ग्याप छ दाइ? यहाँ ए मतलब त्यो जोड छुट्टिन भएन। छुट्टिनु त पर्यो तर कपाल बनाउनु जति हुन्छ कि हजुर दाइ निकाल म यहाँ अटो सर्भिसिङ गर्दैछु, आउँछु एकछिनमा, नआत्तिनु आउँछु। ल म त्यही घरै आउँछु हजुरलाई उस गर्न। ल अब हामीले अटो पनि झार्दैछौँ। झन् मलाई त हल्का लाग्छ माथि गर्ने हो नि। यो चाहिँ मनोज दाईको ग्यारेज, मदन दाईको अनि पछि क्लियर भिडियो निकाल्नुहुन्छ? बोलेर बनाउँछु ठिक छ। युट्युबमा हाल्नलाई ठिक गर्नु यार। कति हालेछ मलाई नि कहिले कहिले लुम्बिनी जाँदा बनाउन मन लाग्छ, आउँदै आउन्न कि बनाउनु। बनाउनुपर्छ कि हजुर मोबिल हो है। यसलाई कति पर्छ? यो 1350। राम्रो वाला हो कि यो अटोको हो? जेनेरेटरको अर्कै हुन्छ जस्तो लाग्यो कि मलाई। यसमा पनि नम्बर हुन्छ क्या हो न? 50 50 40 50 40 नम्बर हुन्छ नि। पिलास छ सर त्यहाँ। ए भयो मसिनो खाले पिलास। गियरको मोबिल झार्न त पर्दैन। आज कहाँको बजार हो? मिक्स खानु आज हिरापुर रानीगञ्ज। के हो त हजुरको नाम फेरि युट्युबमा? मेरो नाम छ नि यार, अरूको नाम हाल भएर होइन। युट्युबर बन्नुभयो है। सबै छन् अहिले। लक्ष्मण पनि छ। लक्ष्मणको फेरि के खाने? लक्ष्मण भाइ नै मलाई के को उस गराउँदैन। त्यसलाई टिप लगाएको बन्द गरिदिनु अब।
हजुर हुँदाखेरिमा